नमस्ते, स्वागत छ हजुरलाई धेरै दिनपछि दिदीको किचनमा। आज चाहिँ सादा आलु अन्डाको रेसिपी बनाऊँ है। अब नर्मली सबै आलु अन्डा उसिनेर छिलछाल पारेर है यसरी भर्खर मेरो त कराई नै कालो कालो भएर मैले कराई नै चेन्ज गरेँ। अब सबैले यसरी नै गर्नुहुन्छ होला सायद है, मैले नि यसरी नै गर्छु। मजाले प्याजहरू भुट्यो, अब यसमा टमाटर मजाले हाल्ने। टमाटर चाहिँ अलि मजाले हाल्नुपर्छ यसमा चाहिँ। फेरि यो आजभोलिको टमाटर फेरि राम्रोसँग नपाक्ने के। मजाले अब मरमसला त सबैलाई थाहै छ, एउटै हो। नुन अब स्वाद अनुसार हाल्ने होइन, यसलाई मजाले पाक्न दिने। अब नर्मली आलु अन्डा भनेपछि सबैले अब उसिनेरै बनाइन्छ होइन। दालसँग कुरा गर्दा त यसरी यतिको टमाटर गले चाहिँ मैले उसिनेर काटकुट पारेर राखेको आलु पनि हालेँ। त्यसमा अलिकति पानी पनि राख्दैछु। त्यसपछि मैले एकैचोटि आलु अन्डा सबै हालेर अब यसलाई मजाले एकछिन पकाउने, ताकि त्यो आलु र अन्डाको रस मजाले पाक्छ क्या। यतिको मजाको भएपछि माथिबाट सर्व धनिया राखिदिने। त्यसरी मेरो रेडी भयो आलु अन्डाको तरकारी। लाइक कमेन्ट सेयर गरिदिनुहोस् है। मेरो बुवाले खाएर ल ठिक छ, मिठो छ अरे।